हेलो सम्पूर्ण मेरो युट्युब अनि फेसबुकमा रहनुहुने मित्रगणहरूलाई आज चाहिँ मैले मेरो घरमा भएको मौरीलाई देखाइरहेको छु। यो मौरी धेरै यो गुणभित्र धेरै बेसी भएछ र साथसाथै हजुरहरूलाई एउटा फुल पनि देखाउने छु, जुन फुलले चाहिँ धेरै राम्रो छ। हजुरहरूलाई जति पनि हजुर मित्रजनहरू हुनुहुन्छ, हजुरहरूलाई यो अर्किड जङ्गलको अर्किड रोप्नु मन लाग्यो भने चाहिँ मैले हजुरलाई जङ्गलको अर्किड कसरी रोप्दा राम्रो फुल्छ भन्ने सानो भिडियो पनि हजुरलाई हामीले यो जङ्गलको अर्किड ल्याएर चाहिँ यसरी फुलाउन सकिन्छ। यो चाहिँ हरियो खालको अर्किड हो हजुरलाई। अनि यो चाहिँ सुनाखारी, यो चाहिँ सुनाखारीमा आउँछ। यो सुनाखारी धेरै राम्रो फुलेको छ। यो यसपालि मैले लिएर रोपेको यो सुनाखारी। यो अरू सुनाखारी भन्दा यो धेरै राम्रो बस्छ। अनि रोप्ने तरिका हजुरहरूलाई, यो चाहिँ ठाडे उनिउ हो। यो उनिउलाई यसरी काटेर अनि यो बोराले लपेटेर हामीले राख्न सक्यौँ भने यसरी धेरै राम्रो मुनाहरू आउँछ। यो केही दिन मात्रै भएको छ, भर्खर मैले यो मुनाहरू हजुरहरूलाई देखाएँ। हजुरहरूले पनि आफ्नो घरमा यदि सुनाखारी फुल रोप्न चाहनुहुन्छ भने र सुनाखारी धेरै मनपर्छ भने हजुरले यो प्रकारले रोप्नुभयो भने हजुरलाई सुनाखारी राम्रो हुनेछ अनि राम्रोसँगले फुल्नेछ अनि सक्सेस हुनेछ। यसरी मेरोमा चाहिँ फुलिरहेको छ यो वर्षको सुनाखारीहरू। अरू कलरहरूको पनि छ, अरू कलरहरूको चाहिँ अहिले फुलिरहेको छैन। भर्खर मात्रै मैले रोपेको, केही 1 महिना जस्तो भइरहेको छ। हजुरहरूलाई देखाउन चाहेँ र अन्य भिडियोहरू म हजुरलाई यसरी ल्याउने छु। र फुलहरूको विषयमा जति मैले मेरो घरमा राखेको फुलहरू छ, म कसरी रोप्छु र अन्त यस फुलहरूलाई कसरी स्याहार्नु पर्ने भन्ने कुराहरू मैले जानकारी पाएअनुसार अथवा मैले फुलाएको अनुसार चाहिँ हजुरलाई भिडियो सधैँ सेयर गर्नेछु। र हजुरले यसरी नै हजुरले पनि आफ्नो घरमा जङ्गलबाट लिएर सुनाखारी चाहिँ हजुरले फुलाउन सक्नुहुनेछ। यो धेरै राम्रो भेराइटीहरू छ र अन्य भेराइटीहरू पनि हजुरलाई देखाउने छु। हस्त, धन्यवाद।